जस्तो जिन्दगी गेडे भयो जिन्दगी खिच्ची गर्दै चिन्दैन तो बहुत ही उग्र निष्ठा जट्टी ठीक छे सोची छे मेरी जट्टी जट्टी कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्कैले हालेको सिन्दुर पनि छ बिचमा कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्कैले हो यहाँ सिन्दुर हालेको कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्कैले बाउ भन्दैछ हो चार्जी कोही काले कलुवा भाते भतुवा अर्काको बुढीसँग सुतुवा को अर्काको बनका केरा तेरा न मेरा अर्काको डेरामा बेरा लगाएर राखेको केरा तेरा न मेरा हान्नै के हेरिरा ओ सेकेन्डरी फोटो चुप्लाएर बस भेट्लास ओए तभन्दा सिनियर हो रेस्पेक्ट गर यु रेस्पेक्ट ब्लडी फुल नेपालीमा भन अंग्रेजी बुझ्दिन यु स्टुपिड रास्कल यसले के भन्नु तपाईँ राम्रो मान्छे हिरो रे धन्यवाद ठीक भनिस् होइन होला यसले मलाई राम्रो किन भन्छ झन्डै हातले मैले यसलाई पनि पुरै मोटी बनाइसकेछ सालाले थोत्रे मादल बजाएर ढोलक बनाइसकेछ खत्री मादा दामी बस्दो रहेछ अनि झारिसक्यो कि क्या हो रमाइलो भइरहेछ त्यस्तो नभन्न कस्तो भन्नु त कहिले छोडी सर्केले लग्यो ओइ कल्ला थोकेको थोक चाट्छस् खै मिठो लागिरहेछ अरु पनि चाट्छस् बोलाको हुन त दे त्यस्तो नभन्न कस्तो चाहिँ भन्नु त दुईटा बुढी हुँदा हुँदा अर्को थाप्नेलाई बिउ छर्दै हिँडेर कुनै मतलब हुँदैन जबकि बिरुवा उम्रेन भने छर्नै कहाँ देऊ र तिमीहरूले स्वागतमै भगाइहाल्यौ बल कुदाएर पोस्टसम्म लगे गोल हान्ने बेलामा अर्कैले हान्यो गोल तैले नै हाने पनि फाइनलमा रिजल्ट यस्तो आउने रहेछ तैँले के सोचेको छस् हो 6.5 फुटे उठ मेरो छोरा पनि खतरनाक खेलाडी हो के खेल्छ हो यसले सबै खाले भलिबल खेल्छ कति खाले हुन्छ हो भलिबल पनि दुईटा भलिबल एकैचोटि खेल्छ दिमाग छ भने आफै बुझ छैन नबुझ त्यसो भए ल अब मुद्दामा आउँदैन एकुरी मुद्दामा के आउनु मेरो दुईटै बुढी छोड बाटो तता हामी त अब सँगै जिउने सँगै मर्ने रमाइलो गर्ने रमाइलो नगर्न रमाइलो हुन्छ भनेर मक्क नपरे कलुवा यो सुत्न साथ खाट भाँचिन्छ मेरो खाट त अलरेडी भाँचेकै छ ओछ्यान पनि मुच्छे यसले ए गर्मीमा एसी पनि मिल्ने भयो अनि लम्बु पादेर सुत्न दिदिन त यसले म पनि पादिरहन्छु गजबुनीमा दुईजना पान्ने रातभरि जाग्ने बिहान उठ्दा थाक्ने ओ बुबु अब बस्ने कि भाग्ने त्यस्तो नभन्न जीवनमा मैले यिनीहरूलाई कहिले दुःख दिएको छैन तर मलाई यस्तो गर्छन् दुःख दिन रे म भनेर राति आरती र रुममा तान्दै किन ल्याएको त्यो दुःख त तँलाई दिएको भएन नि आरतीलाई दिएको पो भयो त त्यो पनि झुकेर हो तेरो लुगा त आरतीलाई लाउन किन बुढोले आफ्नो बुढी सुँगेर चिन्छ सुगेर पत्ता लाउनेमा कुकुर हो साइजले थाहा हुँदैन नाप्नलाई पर्सनल इन्ची टेप त थियो गोलाई नापे न गहिराई मात्रै नाप्यो धन्य यस्तो कोही छोडेर राम्रो गर्यो मायाले बुढी त लग पेन्ट पनि लगेछ लु त सर्छ खोल खोल पहिला पनि यस्तै कलुवाले मेरो बुढी उडाएको थियो फेरि पनि उडायो हैन मेरै मात्रै बुढी भेट्छ कि क्या दुनियाँमा मान्छेले उडाउनलाई त्यति बेला त पुलिस केस पनि हाले हैन हाले नि हाल्न त पुलिसले नै उडाएको रहेछ चौकीमा रिपोर्ट लेखाउन गएको मेरै बुढीसँग किस खाँदै बसिरहेको थियो म के गरौँ जेसुकै गर आफूले त गतिलो बुढी पाइहाल्यो मैले पनि तैँले त ठिकै हो त चाहिँ नबोल है जग्गैमा स्वास्नीको थुतुनो देखेर पहिलोचोटि बेहोस हुने विश्वको प्रथम प्राणी हो म त बेहोस हुन्न एकचोटि ट्राई हान त मायाले गोला 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 मलाई हार्ट एट्याक आयो एक काम गर्छौ भने हामी बस्छौं लु भन्छ गरिहालौ यसरी हात गलाई रात काट्न सकिँदैन के गर्नुपर्ने हो लु ठोकौ त गरिहालौ भ्यासेक्टोमी लु ठोकौ कहाँ गर्नुपर्ने हो गरिहालौ पड्कौ भ्यासेक्टोमी भनेको थाहा छ एकुरी तँलाई झन्डै हातले मैले यति दामी अंग्रेजी शब्द भनेपछि राम्रै कुरा होला नि भ्यासेक्टोमी भनेको स्थायी बन्ध्याकरण गर्ने हो गर्ने के गर्ने कहाँ गर्ने नगर्ने मेरो नसो सड्काउने अनि आफ्नै खुट्टामा पञ्चर पड्काउने कुरा नगर न तिम्रो भनेपछि बोकापन्थी नछोड्ने खसीपन्थी बन्नु भन्दा त बोकापन्थी बेटा त्यसो भए जाउँ हैन कान्छो बुढो साँच्ची छोडेको हो पक्का हो कसम त्यस्तो नभन्न ए बाउ मेरो आइडिया लाऊ एउटा जरुरी कुरा गर्नु छ गर के गर्न आँटेको कुरा गर्नु भनेको मैले त अर्कै सोचेछु
मैले हिजो ब्लड टेस्ट गर्दाखेरि नि एड्स निस्क्यो नि। अहिलेसम्म त केही भएको छैन, भाग्ने भाग्छ बता। मेरै भयो त मायालु, भागे त बोकाहरू। अस्तिसम्म थिएन, रातारात कोसँग सल्केर एड्स लिएर आयो। यहाँ बस्नु स्वास्थ्यको लागि हानिकारक छ।